लुम्बिनी प्रदेश कार्यालय माननीयज्यू, मलाई सबै कुरा थाहा छैन, माफी चाहन्छु माननीयज्यू। यहाँ उपस्थित हुनुभएका अन्य विभिन्न आफ्नो पदमा रहनुभएका आदरणीय मान्यजनहरू, देशमा आउनुभएका सम्पूर्ण मैले मान्नुपर्ने र यस विद्यालयलाई अब समय दिएर एकछिन पाल्नुभएका सम्पूर्णमा यस विद्यालयको तर्फबाट हजुरहरू सम्पूर्णमा नमस्कार, साथै स्वागत पनि छ यस विद्यालयमा पाल्नुभएकोमा र आफ्नो अमूल्य समय दिनुभएकोमा। जसरी यो विद्यालयमा यसरी चासो लिएर आफ्नो यो परिसरको विद्यालयलाई केही गर्नुपर्छ भन्ने उद्देश्य साथै हजुरहरू पाल्नुभएको छ भनेर हामी निर्धक्क छौँ, ढुक्क पनि छौँ। जसरी पालिदिनु भयो, यसरी आकस्मिक रूपमा हामीलाई पनि थाहा नदिकन आउनुभयो, यसका लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु। र यो विद्यालयको सन्दर्भमा चाहिँ यो वार्ड नम्बर 4 को आधी एउटा मात्रै, त्यसमाथि यो वार्ड नम्बर 4 को मतदान केन्द्र पनि यही विद्यालय रहेको र यो विद्यालयको अवस्था हेर्दा चाहिँ अत्यन्तै दुःखदायी। यहाँको आर्थिक अवस्था अत्यन्तै निम्न रहेको। मैले अस्ति पनि सानसानो कार्यक्रममा पनि भनेको थिएँ, अब लगत्तै हाम्रो विद्यालयको यो हामी रिजल्ट तयार पार्दैछौँ, प्रकाशन गर्दैछौँ, त्यसमा पुरस्कार बालबालिकालाई कसरी दिने भन्ने कुरामा हामी बेरमा छौँ। विद्यालयको माइनसमा छ, कुनै पनि आर्थिक आम्दानी छैन, आन्तरिक स्रोतका कुनै पनि उपायहरू छैनन्। त्यसमाथि पनि यो दलित बस्तीका बालबालिकाहरू, गरिब बस्तीका बालबालिकाहरू, धेरै जस्तो अनाथ बालबालिकाहरूलाई हामीले कसरी उनीहरूलाई निःशुल्क शिक्षा दिने, कसरी गुणस्तरीय शिक्षा दिने, कसरी यो विद्यालयमा केन्द्रित गर्ने, उनीहरूलाई चाहिँ विद्यालयबाट बिचमै छुटिरहेका छन्, छुट्नका कारणहरू पनि धेरै छन् होला। त्यसमध्ये उनीहरूको आर्थिक अभावकै कारणले गर्दा विशेष गरी छोडेका होलान्। अहिलेकै वर्षमा पनि कम्तीमा 10-12 जना विद्यार्थीहरूले विद्यालय छोडे, त्यो पनि 13-14 वर्ष उमेरका 11, 12, 13, 14 वर्षका बालबालिकाले त्यो विद्यालय छोडेका छन्। छोड्नको पछाडि उनको बाबुआमा घरमा छैनन् भन्ने मात्रै त होइन होला, आर्थिक अभावकै कारणले गर्दा नै उनीहरूले आवश्यक मात्रामा कार्यक्रम ल्याउन नसक्ने, उपयुक्त मात्रामा ड्रेस ल्याउन नपाउने, समयमा खाना खान नपाउने, हरेक कारणहरूले गर्दा नै उनीहरूले विद्यालय छोड्नुपर्ने त्यो बाध्यता छ होला। सामान्य रूपमा हेर्दा हामी उसलाई बच्चाले पढाइको महत्त्व बुझेन भनेर गाली गरिराखेका छौँ, तर त्यसको मुख्य भागीदार चाहिँ हामी पनि छौँ। कसरी तिनी बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यालय छोड्नबाट कसरी रोक्ने, यहाँको मुख्य समस्या यहाँबाट पदमपुर, यस विद्यालयबाट पदमपुरमा गएकाले पनि 9-10 जनाले 9मा गएकाले पनि विद्यालय छोडे, हस्तिनापुरका केटाकेटीले विद्यालय छोडे, हस्तिनापुरको त पढ्नै चाहन्न भन्ने पदमपुरबाट पनि गुनासो आइरहेको छ। त्यो यो विद्यालयले बनाएको त पक्कै पनि होइन होला। हामी पनि सबै बालबालिकाले आफ्नो शिक्षा पुरा गरून्, पढाइ पुरा गरून् भन्ने त चाहन्छौँ, तर यहाँको धेरै समस्याहरू छन्। ती समस्याहरूले गर्दा बालबालिकाहरू पढाइबाट वञ्चित भइरहेका छन्। पहिलो कुरा उनीहरूलाई कसरी विद्यालयमा समाहित गर्ने, त्यसका लागि चाहिँ कस्तो खालको योजनाहरू बनाएर हामी अघि बढ्ने भन्ने कुरा त मुख्य एजेन्डा त्यो रहेको छ। यही स्रोत साधनमा पनि हामीले जतिसक्दो धेरै बालबालिकालाई यहाँ निम्त्याएर पढाउन सक्न पाए राम्रो हुन्थ्यो, त्यो कुरा त एउटा रहिरह्यो। अर्को कुरा चाहिँ अब आर्थिक अभावको कुराले गर्दाखेरि मैले भने यिनी बेन्च डेस्क हामीसँग 19वटा छन्, त्यो पनि भत्केका भाँचेका केटाकेटी लड्ने मध्यमका छन्। फर्निचरको अभाव पहिलो रूपमा छ। अनि कक्षा कोठामा गयो भने कुनै पनि शैक्षिक सामग्री हामीसँग उपलब्ध छैन। चक डस्ट त्यो मार्करको मसी किन्न पनि हामीलाई समस्या छ पहिलो कुरा। त्यसमाथि कुनै पनि शैक्षिक सामग्री छैन। बालबालिकालाई एउटा सामान्य हामीले बल समेत दिन सक्दैनौँ बाल विकासमा आउनेलाई एकछिन खेल्नका लागि। शैक्षिक सामग्रीको अभावको कुरा गर्ने भने अब सानो बच्चालाई हामीले खेलको माध्यमबाट पढाउने, विभिन्न किसिमको शैक्षिक सामग्रीबाट उसलाई आकर्षण गर्ने, विद्यालयमा केन्द्रित गर्ने उपाय हुँदाहुँदै जबरजस्त पढ भनेर कापी र कलम दिएर त्यसले कसरी पढिदिन्छ? हामीसँग उसलाई पढाउनका लागि कुनै पनि टेक्निक पनि छैन, कुनै सामग्री पनि छैन। नर्सरी 1, 2, 3मा हामीले एउटा एलसिडी टिभीसम्म राख्न पाए, सामान्य खेलौनासम्म राख्न पाए, एउटा पिङसम्म राख्न पाए भन्ने सोच त छ, तर त्यो पनि सकिरहेको छैन। तिनी कुराहरू मुख्य कुरा भइहाल्यो। अनि शौचालयको कुरामा अब अहिले साल हाम्रो गत साल 25 लाखको भवन परेको थियो त्यो प्रदेशबाट हाम्रो माननीय धनबहादुर मास्कीज्यूको पहलमा। त्यसै गरी यो साल चाहिँ 7 लाखको शौचालय परेको छ। टेन्डरबाट अब बन्दैछ, निर्माणाधीन हुँदैछ। यी दुवै कार्यका लागि हामीले हाम्रो माननीयलाई यस विद्यालयतर्फबाट धेरै 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 धन्यवाद दिन्छौँ। पटक पटक दिइराखेका पनि छौँ। जति धन्यवाद दिए पनि कम नै हुन्छ र हामीले आशा पनि राखेका छौँ यही विद्यालय यही परिसरको हुनुहुन्छ, उहाँले यो क्षेत्रबाट दिनुहुन्छ भन्ने कुरा हामी दिएका छौँ। अबको सालमा चाहिँ हामीलाई कसरी हुन्छ यो कक्षा कोठा व्यवस्थापनको लागि पहिलो कुरा रह्यो, कक्षा कोठाहरू व्यवस्थापन गर्न आकर्षक गर्न र केटाकेटीलाई ल्याउनको लागि। अर्को कुरा चाहिँ यो भवन, यो पहिलो तला छ, यसलाई पनि दोस्रो तला बनाउन पाए यो भवनलाई हटाउनु हुन्थ्यो।
त्यति भए पनि हाम्रो कक्षाबाट पुग्थ्यो। अब यसलाई चाहिँ माथि उठाउने बजेट यो साल पर्दै हुन्थ्यो भनेर चाहिँ हामी प्रदेशसँग त्यसकै आशामा छौँ मुख्य रूपमा यो भवनको माथिल्लो तल थप्ने र बाँकी चाहिँ अब कक्षाकोठा व्यवस्थापनका कुराहरू गए। अनि यो बालबालिकाहरूलाई चाहिँ कसरी छात्रवृत्तिहरू निःशुल्क यो पाठ्य सामग्रीहरू के कापी कलम ड्रेस पनि दिन सक्न पाए हुन्थ्यो। यहाँको त्यो बालबालिकाले किन्न नसक्ने अवस्थाका छन्। त्यसलाई चाहिँ कसरी हुन्छ होला, त्यो कस्तो खालको कोर्स स्थापना गर्ने र कसरी तिनीहरूलाई चाहिँ अब कापी कलम नलिएर आउँदा कापी कलम दिन सक्ने, ड्रेस किन्न नसक्ने ड्रेस दिन सक्ने, खाजालाई अझै व्यवस्थित गर्ने, उनीहरू खाना नखाएर धेरै आउँछन् पेट भर्ने गरी खाजाको व्यवस्थापन गर्न सक्न पाए केटाकेटी आउँथ्यो कि भन्ने छ। अनि अर्को हामीले प्रमुख रूपमा चाहिँ इङ्ग्लिस मिडियमबाट विद्यालय चलाउने अब यो सबै ठाउँमा चल्न थाल्यो र हाम्रा विद्यार्थीहरू कम हुँदै गए। गत वर्ष परारभन्दा पोहोरभन्दा अहिले एकदम न्यून विद्यार्थी सङ्ख्या भइरहेको छ। अब दुःख गरेर कमाएका पैसाहरू जति सबै निजी स्कुलमा लगानी गर्नुभन्दा विद्यार्थीले निःशुल्क पढ्ने र कसरी हुन्छ इङ्ग्लिस माध्यमबाट दिएपछि सबैजना विद्यालयमा आउनुहुन्छ भने कसरी हुन्छ इङ्ग्लिस मिडियममा चलाउँ भनेर विभिन्न संस्थासँग पनि अनुरोध गरिरहेका छौँ। हामीले मुख्य रूपमा अब यो सामुदायिक वनसँग आशा गरेका छौँ। उहाँहरूको वार्ता मिलिसकेका छैनौँ। उहाँहरूले पनि कसरी हुन्छ त्यो वार्ता मिलाएर विद्यालयलाई दुईवटा टिचरसम्म विद्यालयलाई उहाँहरूले पैसा दिए पनि भयो अथवा दुईवटा टिचर व्यवस्थापन गरेर दिए पनि भयो। जसरी हुन्छ कि त्यति गरिदिएर हामीले नर्सरी एलकेजी 1 2 3 सम्म लग्न पाए। हामीलाई कम्तीमा पनि 2टा टिचर आवश्यक छ। थोरैमा पनि अब 2टा क्लास थपेपछि त्यसरी जान पाए हुन्थ्यो भनेर हामीले आशा राखेका छौँ। आशा छ अब यो सामुदायिक वनले पनि हाम्रो कुरा सुनिदिनेछ। यही क्षेत्रका उपभोक्ताहरूको वन हो, उनीहरूकै सम्पत्ति हो, उनीहरूले नै उपभोग गर्न पाए त्यो अत्यन्तै राम्रो हुन्थ्यो। यसरी यो यहाँको जुन अवस्था बिग्रिरहेको छ, हिजोको यहाँका अभिभावकहरूको अवस्था भन्दा अहिलेका बालबच्चाको भविष्य अझै अन्धकार छ। उहाँहरूले त कमसेकम इन्डिया गएर